चिसो चिसो मौसममा न्यानो न्यानो अभिवादन टक्राउन चाहन्छु। मलाई अत्यन्तै खुसी लागेको छ किनभने यो टिमले मलाई प्राय जसो अलि सम्झिरहन्छ है। चाहे पौवामा होस् चाहे अन्य रेस्टुरेन्टहरूमा गरेको कार्यक्रमहरू, विभिन्न कार्यक्रमहरू एकदमै ग्रान्ड सक्सेस हुन्छ। यहाँ आउँदा मेला महोत्सवमा गाएको फिल हुन्छ मलाई पनि यहाँहरूको कार्यक्रममा। त्यसले गर्दाखेरि विशेष गरेर आजका बेहुला डाक्टर अशोक पाण्डे, त्यस्तै बेहुली डाक्टर आर्या गौतमलाई दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट। फलोस् फुलोस्, राम्रो होस्। अनि त्यस्तै गरी यहाँका आमा बुवा सबैलाई मेरो तर्फबाट हार्दिक सम्मान छ। मलाई हजुर आउनै पर्छ भनेर सम्झिने, अब गाउँतिरबाट सम्झियो भने ज्वाइँ भन्नुपर्छ, अनि यताबाट बेहुलापट्टिबाट सम्झियो भने बेहुलाको फुपूको छोरा दाई भन्नुपर्छ। त्यसले गर्दाखेरि शङ्कर भट्टराईज्यू यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, सम्झिदिनु भयो, यहाँलाई विशेष गरेर आभार। अनि सँगसँगै मेरो प्यारो साथी नारायण बिपी परियार जसले मलाई हजुर आउनुपर्छ भनेर फोन गर्नुभएको थियो, उहाँलाई मेरो प्यारो साथी, उहाँलाई धेरै धेरै धन्यवाद। आज धेरै कलाकारहरू हुनुहुन्छ, सबैको प्रस्तुति हेर्न पाउनुहुनेछ। तपाईँहरू ढुक्क भएर बस्नुहोस्, खाने बित्तिकै बाटो नलाग्नु होला किनभने यहाँ जब अलि पछि जान्छ त्यस्तै गरी यहाँ कार्यक्रम जम्दै जान्छ। हाम्रो वाद्यवादक साथीहरू हुनुहुन्छ, यहाँहरूले बाजागाजा मिलाइरहनु भएको छ। हामीले लास्टमा दोहोरीको घम्सा घम्सी चलाउने छौँ। तपाईँहरूलाई हामी कलाकारले गीत गाउन मात्र नभएर कार्यक्रम सञ्चालकको भूमिकामा रहेर तपाईँहरूलाई छोटा छोटा बीचबीचमा गीत पनि अनि चिच्याएर मनोरञ्जन दिलाउने मेरो प्रिय साथी आत्मीय मित्र लक्ष्मण खड्काज्यू, यहाँलाई हार्दिक हार्दिक धन्यवाद दिँदै विष्णु बहिनीले पनि गाइसकिन् है, वर्षा बहिनीले गाइसकिन्, अनि बहिनी नाचिसकिन्। धेरै अब नारायणजीले गाउनै हुनुहुन्छ। अब एकचोटि खुमन अधिकारीले पनि गीत गाइदिए हुन्थ्यो छिटो। कोले चाहनुहुन्छ त मेरो गीत सुन्नलाई हात उठाउनुहोस् त एकचोटि। चाहने टिम अगाडि आछ, नचाहने टिम पछाडि गएको छ होइन त। पछाडि भएकोले त खुमन अधिकारीले त चाहेकै छैन। साउन्ड सिस्टममा रहनुभएका प्रिय मित्र अलि राम्रो बनाइदिनु होला है। साउन्ड चाहिँ अलि ठुलो चाहिन्छ मलाई चाहिँ, सानोले पुग्दैन। अहिलेको लागि एकचोटि यहाँहरू सबैलाई बेहुला बेहुलीलाई पनि मैले शुभकामना दिइसकेँ। यहाँहरू सबैलाई खुमन अधिकारीका केही गीतहरू म सुनाउँदै जानेछु। यहाँ सबै चिनेको अनुहार, धेरै चिनेको अनुहार देखिरहेको छु। एकदमै मैले मान्नुपर्ने विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका आदरणीय व्यक्तित्वहरूलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। अब सुरुवातदेखि मैले गाएका केही गीतहरू तपाईँहरूलाई छोटो हिन्ट्स दिनेछु। ए नरौ भन्ने हजारौं भेटियो रह्यो एउटैले, हे तिम्रो घरमा नौमती बजाउँदा मलाई लान्छन् जोर शङ्ख फुकेर, सँगै बाँच्न पाइएन निर्माया, एउटै डोरी पासो लगाम्बो, यसलाई देउला भोट निलाउली छोटो सम्झनालाई के दिन्छौ रुमाल हो कि फोटो, ए कपाल कोर्ने काइयो कि त जो बनार काइको हो भन्न नत्र मलाई चाहियो, ए भन्ने गर्थे बाले ए काले यही कालेलाई कोहीले मन पराउन थाले, देख्न मन लाको छैन र घाम अस्ताए जुन पनि उदाए, अझै फुर्सद भएको छैन र। यहाँ अलि स्याङ्जाली टिम पनि अलि धेरै हुनु होला। मैले एउटा गीत गाएको थिएँ कि स्याङ्जाली झापाली एल्बम होइन। हे तिमी एक्लै छौ भन्ने थाहा पाएको म स्याङ्जाको मायालु झापाको, स्याङ्जालीलाई नभन जाली
स्याङ्जालीलाई नभन जाली तिम्रो पनि सिउँदो छ खाली लान्छु तिमीलाई सिन्दुरै आउँछ होइन गाउन ल सँगै गाउँ त ए स्याङ्जालीलाई नभन जाली तिम्रो पनि सिउँदो छ खाली लान्छु तिमीलाई सिन्दुरै ल अब अर्को गीत सँगै गाउँ है त फेरि है त ल अलिक चर्को आवाजमा गाइदिनुहोस् सबैजनालाई ए त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई नि भाथ्यो रे भेटै उताबाट पनि आयो नि चर्को आवाज होइन ल एकचोटि फेरि है त उता के त है त ए त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई नि भाथ्यो रे भेटै दिदीबहिनीहरूको पनि चर्को आवाज आइरहेछ ए जता हेरे नि त्यस्तै त्यस्तै छ नरौनी माया कताबाट आयो त फेरि है ए जता हेरे नि त्यस्तै त्यस्तै छ नरौनी माया रुमाल चिनो लैजाऊ बैनालाई ए अहिले मेरो बिगार्ने सुर छैन पर्खा सानो 2-4 महिनालाई कण्ठ छैन ए बिन्ती मेरो कोठी कोठीमा अब देख्न पाउँदिनौ जस्तो छ भेट्न आऊ भो अन्तिम चोटि वाउ सबैजनाले सँगै गाइदिनु भएको छ मलाई यही खुसी लाग्छ दिदीबहिनीहरू देख्दाखेरि अब तीजको झल्को आउँछ आज त भेट्न आउँदिन है कालो गाइदिने हो कि ए मेरी सानोले सुकाएको बिस्कोना भागेरी चारीले मैदानमा लरी लरा गाए होइन यस्ता गीतहरू पनि गाउँला समय रहेछ भने होइन यहाँहरूलाई सबै खाले गीतहरू गाउँदै जानेछु यहाँहरू ढुक्क भएर बस्नुहोस् खाने त हजुर हामी जन्मेदेखि खाँदा 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 यत्रो भएको त्यसले गर्दाखेरि खाएर यत्रो भएको छौँ आज खान भनेर हुम्मिन उता जान पर्दैन यता आऊँ त्यसपछि पहिला रमाइलो गरौँ रमाइलो भनेको खुमन अधिकारीलाई त कि मेला महोत्सवमा हेर्न जानु पर्यो फेरि होइन कि यस्तै कार्यक्रममा हेर्न पर्यो त्यसले गर्दाखेरि यहाँ बरु तपाईँहरू फ्रीमा आउनु भएको छ होला अन्त अन्त त टिकट काट्नुपर्छ गाह्रो छ हजुर त्यसले गर्दाखेरि यो फ्रीको समय है सदुपयोग गरौँ उता खानै भनेर हाम नफालौँ यता हाम रमाइलो गरौँ एकैछिन हातेमालो गरौँ सँगै नाचौँ गाउँ रमाउँ त्यसपछि बल्ल सँगै हामी म पनि तपाईँहरूसँग सँगै खाने हो रमाइलो गर्ने हो यहाँ अलि पछि पछि कता कता हुनुहुन्छ साथीहरू यहाँ त फेरि एक प्याक लिएर चेस गर्ने चलन पनि त होला नि होइन छ कि छैन ए अझै छ लाइसक्यो हो क्या बिहानैदेखि ए छैन अहिले लाउँला है ल ओके अहिलेको लागि एउटा नयाँ गीतबाट सुरु गर्छु है त मैले एउटा नयाँ गीत मैले एउटा नयाँ गीत ल्याएको छु कि यहाँलाई सुनाउँछु है एक अन्तरा ट्र्याकमै सुनाउँछु मेरो व्हाट्सएपको ट्र्याकमा जानुहोस् के भने डाउनलोड भएको छैन डाउनलोड गर्दै गर्नुहोस् न डाउनलोड भएको छैन भनेको अघि नै पठाएको होइन अनि डाउनलोड गर्नु पर्दैन त ल त्यसो भए पेनड्राइभ हाल्नुहोस् एउटा नयाँ गीत ल्याएको छु कि मेरो आफ्नै युट्युब च्यानलमा बाहुनको झोरले होइन त्यो गीत अलि अचम्मको गीत छ यहाँले युट्युबमा हेर्नुहोस् त्यो डाउनलोड गर्दै गर्नुहोस् बिचमा भएन गाउनुपर्छ जसरी भए पनि उता नत्र त्यो मोबाइल उता वाइफाई टिप्ने ठाउँमा साथीहरूसँग उता पठाउनुहोस् त्यसपछि डाउनलोड गर्नुहोस् है ओके अहिलेको लागि पेनड्राइभ सिराउनुहोस् पेनड्राइभ है ल्यापटपमा है पेनड्राइभ हेलो साउन्डले बिचबिचमा गइरहेको छ है साउन्ड चाहिँ ख्याल गर्नु होला अहिलेको लागि एउटा डान्सिङ मैले यो नयाँ गीतबाट सुरु गर्छु भनेको डाउनलोड भएर नै छ अहिलेको लागि पेनड्राइभमा रहेको ट्र्याक यहाँ हुन त यहाँ बिहेको कार्यक्रम हो बिहेको कार्यक्रम भएको हुनाले पञ्चेबाजा नै गाउनुपर्छ सुरुमा भन्नुभएको थियो मलाई पञ्चेबाजाहरूलाई एकछिन पछि थाती राखेर होइन म गाउँछु अहिलेको लागि डान्सिङ नम्बर गीत
मैले हरेक मेला महोत्सवमा गाइरहेको एउटा गीत मायालुले फिरेको झोला मैले फिर्न होला कि नहोला यो गीत गाउँछु। त्यसपछि नाच्न सुरु गरौँ। नाच्ने माहौल यहाँ बनेपछि बल्ल पञ्चे बाजा गाउँछु। खुमन अधिकार ट्र्याकभित्र गएर 33 नम्बर ट्र्याक बजाउनुहोस् है त। 33 नम्बर हजुर चाहिँ मेरो कार्यक्रममा पहिलोचोटि हो जस्तो लाग्यो हाम्रो साउन्ड सिस्टमको मित्र। ल अलि ध्यान दिनुहोस् है मतिर है। 33 नम्बर ट्र्याकबाट सुरु गरौँ अनि अब नाच्न पनि सुरु गरौँ। अगाडि आऊँ, त्यसपछि म पनि आउँछु तपाईँहरूसँग सँगै नाच्नेछु। त्यसपछि पञ्चे बाजाहरू पनि गाउँला, सबै खाले गीतहरू गाउँला।